हेलो गाइज, आज चाहिँ मेरो यात्रा यहाँदेखि खोर्लाबेसी भन्ने ठाउँसम्म रहेको छ। रातभरि पानी परेर केही छैन, बाटोहरू जुका लाग्छ भनेर म चाहिँ टक्क गम्बुट लाएर हिँडेको छु है। भर्खर खुल्या छ, अहिले लगभग 7 बज्न लागिसक्यो। अब चाहिँ घाम लाग्ला जस्तो गरी हिँडेको, बाटोभरि जुका लाग्छ। आज जुकाले चाहिँ सरी दुःख दिनेवाला छ। टक्कासँग बादलहरू फर्र आकाशमा घाम उदाइसकेको छ। घाम त 5:30 तिर उदाइसक्यो होला, तर हाम्रोमा चाहिँ पानी परेकोले गर्दा अहिलेसम्म बल्ल घाम आइरहेछ। गाउँहरू पनि टक्कसँगले रुजेपछि खुलेको छ। अहिले चाहिँ धुलो कम छ, तर जुकाको चाहिँ बिगबिगी आज बढ्नेवाला छ। लेट्स सी है त गाइस। अरे मकै खाने सिजन पनि आइसक्यो। यो चाहिँ गाउँमा बस्नलाई बनाएको चौतारो हो। दामी भ्यू चाहिँ। अब म तपाईँलाई हाम्रो गाउँ उहियाको गाउँ देखाउने वालामा छु। यो चाहिँ हाम्रो गाउँ है, उहिया गाउँ। पुरानो ढुङ्गाले छाएको बस्ती। अनि यो पारी चाहिँ गणेश हिमाल वरपरको फेरि यहाँ हाम्रो दुङ्ला गाउँ चाहिँ बादलले ढाकेको छ। यो माथि पानी सुरु भइसक्यो, हिउँदमा चाहिँ पानी बन्द हुन्छ। उहिया गाउँको स्कुल है गाइज। यो चाहिँ आज म तपाईँलाई हाम्रो गाउँ स्कुल टुर गराउने छु है। गाउँको बाटो त त्यो प्रेम गीतमा जस्तो सुटिङ गर्ने ठाउँ जस्तो छ क्या हाम्रो गाउँ पनि है। म बस्तीको गाउँ 3 वर्ष भयो यहाँ कर्म गरेको। म सँगसँगै चाहिँ आज यात्रामा हाम्रो दाइ पनि जाँदै हुनुहुन्छ। अनि म चाहिँ दाइको घर आइसकेँ। हाम्रो दाइ चाहिँ रेडी भइसक्नु भयो कि छैन थाहा छैन। अब म चाहिँ पुगेँ। दाइ दाइ लो, दाइ त पिठो पिनिरह त। हाम्रो दाइहरूको चाहिँ माउरी पालन हो है यो। उहियाको मकैबारी मेरो भ्लग भइरहेछ त। अब अघिदेखि भइरहेको थियो। ल गाइज, हामी चाहिँ उहियाको तल बेसी आइसक्यो है। यो चाहिँ सबै मकैबारी हो। आँखाले भ्यान्जेल कानले बारी सबै मकैबारी हो है। अनि यस तल तर सबै बादलले ढाकिसक्यो। अनि यता गोठ छ एउटा घर मात्रै, माथि पहाड है। अनि अहिले चाहिँ घाम पनि लागिरहेछ, पानी पनि पर्न खोज्दैछ। पारी हुँदै जाने हो। यहाँ चाहिँ बेसरी जुका लाग्छ कि यो ठाउँमा चाहिँ। त्यहाँ चाहिँ मेरो फेरि दशा हो, मेरो लागि चाहिँ दशा हो। जुका भनेको चाहिँ भेरी मलाई धेरै डर लाग्छ। यो चाहिँ हाम्रो सालम चौतारो है गाइजहरू। हामी उहिया गाउँबाट आइसकेपछि यहाँदेखि उरालो। यो खासमा के अरे दाइ? यो चाहिँ अब गाउँबाट निस्केर जाँदाखेरि हजुर घर परिवारको सत्व चाहिँ, हजुर घर परिवारको सत्व होइन, यो गाउँको चाहिँ त्यो हुन्छ नि त एक किसिमको अन्धविश्वास के विश्वासै भनौँ न। हामी एकछिन यो विषयमै ऊ छ के त्यो नराम्रो भूत प्रेतहरूले हजुर नजर लाउँछ, हजुर माथि फर्किनुपर्छ भनेर गर्ने हो कि यो चाहिँ यस्तो गर्दो रहेछ। त्यही भएर स्याउलाहरू राख्छ नि ढुङ्गा माथि, त्यही भएर सालम चौतारो। पानी छैन होला त्यही। बादल चाहिँ राम्रै लागेको छ। बर्खा सुरु भइसकेपछि हेर्न पाउने भनेको चाहिँ बर्खामा हामीले बादल होइन त गाइज। यहाँदेखि एकदम राम्रो भ्यू देखिन्थ्यो गाउँको। आज चाहिँ बादल लागेर केही देखेको छैन। देखेको छ त बादल मात्र देखेको छ। दाइ हाम्रो पानी खाँदै हुन्छ। दाइ त्यहाँ चाहिँ जुका पनि आउँछ, मलाई स्योर थाहा छ गाइज। यहाँदेखि उराल चाहिँ ठुलो भिड छ। मलाई बादल नलागेको भएर, पानी नपरेको भए तपाईँहरूलाई मैले भिड देखाउनेवाला थिएँ, तर यो पानी परेकोले ढुङ्गा झर्छ, त्यही भएर मैले चाहिँ मेरो भिडियो चाहिँ पज गरेर हिँड्नुपर्ने हुन्छ। ल गाइजहरू, अहिले चाहिँ थोरै बादल हटेकोले गर्दामा
पहाडहरू हेर्नु है, हामी जाने बाटो यस्तो डेन्जर छ। यता पनि बाटो छ, बाँदर मृग घोरलहरूले ढुङ्गा लडाउन सक्छ। हामी चाहिँ यस्तो बाटोहरू यात्रा गर्नुपर्छ लगातार 2-3 घन्टा। तलदेखि पनि डेन्जरै छ नि हामी जाने बाटोहरू। हजुर मङ्की दाइ कहाँ छ बाँदर? यसको जुमिङ राम्रो छैन के? मैले देखेकै छैन। यो ठुलो रुख ढलेछ है, यहाँ हाम्रो पानी खाने ठाउँ थियो, पानी खाने ठाउँमै ब्लक गर्दैछ। यो बाटोहरू चाहिँ अलिकति राम्रो छ हिँड्नको लागि चाहिँ, त्यही पनि अब यहाँ भदौतिर मात्रै सफा गर्छन् बाटो चाहिँ। भदौसम्म त जङ्गलै हुन्छ होला पुरै। बस्नलाई चाहिँ यताखेरि खासै छैन, सबै पानी परेकोले गर्दामा चिसो छ, भुइँहरू गाह्रो छ क्या बस्नलाई चाहिँ। पहिला उता गाउँमा हुँदा त मैले यस्तो रुखमा पसेर बसिन्थ्यो होइन। अब अहिले त अलिक रुखमा चढ्ने बानी नै हरायो। त्यही पनि गाउँ गएको बेला त रुखमा पसेर घाँस काटिन्छ भैँसीहरूलाई, खसीहरूलाई। यता चाहिँ सबै पानीको चाहिँ फेरि खासै दुःख छैन। पानी चाहिँ बाटो भरि पनि पाइन्छ। यहाँसम्म चाहिँ पानी अलिक मिठो छ, अलि लेकको पानी पऱ्यो नि त। अनि यहाँदेखि तल गइसकेपछि चाहिँ पानीहरू अलिकति खल्लोपन बढी हुन्छ क्या पानीमा। यसरी छुट्टै पाइप बनाएर लगाएको छ यहाँ चाहिँ, बाटो नबिग्रोस्, बाटो नबिगारोस्। यो पानी चाहिँ तल जाने हो। यो पानी पनि फेरि खान्छ जस्तो लाग्छ तल। यहाँ माथि फेरि बाटोहरू हिँड्दामा थोरै मुखहरू धुन्छ, अनि तल पानी चाहिँ जान्छ। तर हुन त बग्ने पानीहरू खासै फोहोर हुँदैन भन्छ। कतिको सत्य हो अब पुरानो बाजेहरूले बाजेबोजूहरूले भन्नुभएको। अब लेट्स सी, कतिलाई डाइरिया पनि हुनसक्छ। तर पानी चाहिँ सधैँ उमालेर मात्रै प्रयोग गर्ने गरौँ है त। जङ्गलमा सबै कुरा हुँदैछ, तर खासमा मान्छेले नलाएर मात्रै हेर्नु। यस्तो दामी टमाटर यहाँ फलेको छ, यो सानो गाउँको टमाटर। अब पाक्न चाहिँ पाका छैन रहेछ, यस्तो फलेको छ। जङ्गलबाट यस्तो फलफुलहरू लगाए त हुँदो रहेछ त, नलाएर मात्रै। अब हाम्रो लगाएछ, हामी चाहिँ बुढी गण्डकी आइसक्यो है। बाफरे पानी पनि यस्तो ठुलो बढेछ। चाहिँ बुद्ध हिमालबाट आउने पानी यो माथि फिल्म हुँदै आउँछ। यति ठुलो भयो पानी, कत्रो पऱ्यो यति धमिलो आछ पानी। त्यो अस्तिसम्म यहाँको ढुङ्गाहरू सबै देखिन्थ्यो क्या, अहिले चाहिँ पानीले गर्दा ढुङ्गाहरू सबै देखिन छोडेछ। कत्रो कोसी बढेर पानी 3 दिन पानी पर्दामा यति ठुलो हुन्छ। हाम्रो अर्को दाइ नै आउँदै हिँड्छ क्या। यस्तो सागहरू पाउँछ क्या सबै यता चाहिँ, यस्तो दामी दामी सागहरू पाउँछ यता, न्युरोहरू पाउँछ। यो लेकतिर चाहिँ खासमा भन्ने हो भने जङ्गलतिर पनि फलफुल अनि यो सागसब्जीहरू सबै पाउँदो रहेछ क्या। टमाटरहरू यतिकै बाटोतिर भयो भने पनि फल्ने के मजाले, अलिक माटोहरू मलिलो हुँदो रहेछ, अनि त्यही भएर फल्ने। यता चाहिँ ढुङ्गा नि झर्छ, यस्तो पहाडहरू छ क्या। यहाँदेखि अरू केही देखिन्छ त देखिँदैन होइन। गाउँ कहाँ छ यहाँदेखि पनि माथि गाउँ छ र भन्ने हुन्छ कि। पहिला पहिला यहाँ सङ्कटकालको बेलामा माओवादीले पनि योभन्दा माथि चाहिँ गाउँ छ भनेर थाहा नपाएको अरे। अनि पछि एउटा गाउँको मान्छेले लिएर गएपछि मात्रै थाहा पाएखेरि कि गाउँ छँदै जान्छ। त्यस्तो जनयुद्ध कालमा त थाहा थिएन, भनेपछि अहिले त कहाँ यस्तो। हामी यो बाटो गयो भने चाहिँ मनासलु पुग्छौँ होइन। मनासलु हिमाल क्रस गर मनाङ निस्किने हो। यो बाटो चाहिँ हामी तातो पानी, माछी खोला, गोर्खा हुँदै काठमाडौँ पोखरा जाने बाटो हो। यहाँ चाहिँ जतिखेर पनि ढुङ्गा झर्न सक्छ। अब यहाँ चाहिँ एकदम रिक्स मोलेर हिँड्नुपर्ने ठाउँहरू छ यो ठाउँ भनेको चाहिँ। अब यहाँदेखि हामी आफ्नो गन्तव्यमा नपुगेसम्म चाहिँ हामी सेफ फिल छैन। अनि यस्तो डेन्जर बाटोहरू हिँड्नुपर्छ है। हामी यहाँदेखि पनि पठाउ भेट्छौँ कि भनेको, खै त पठाउै छैन छ। अब त्यो परको घरमा पुगेर हामी पठाउ भेट्छौँ कि हेरौँ। अब हाम्रो दाइले त्यति धेरै पसिना आउँदो रहेछ हिँड्दा। अब मलाई भन्दा पनि धेरै पसिना आउने क्या दाइलाई। हाम्रो यस्तो होला दाइको भ्याक्सिन क्यारियर बोकेर हिँडिरहेको छौँ। अब हामी पठाउ भेट्यो भने चाहिँ
10-20 मिनटमै हामी खोर्लाबेसी भन्ने ठाउँ पुग्छौँ। तर भेटेनौँ भने चाहिँ हामी आज झन्डै 1 घन्टा हिँड्नुपर्छ। 1 घन्टा हिँड्दा चाहिँ पुगिन्छ। बुढी गण्डकीको छाल त दामी गएको छ त। ओ माई गड, दाइ आउनु। मलाई एक्लै हिँड्न डर लागेर हो कि गाइज। अगाडि ढुङ्गा झर्छ। यहाँ तल चाहिँ चरा पनि बसिरहेको रहेछ है। पोहोर समय चाहिँ यति ठुलो ढुङ्गा पहिरो झरेको थियो यहाँबाट। अहिले पनि बाटो चाहिँ डेन्जर छ, खच्चड पनि। यहाँ चाहिँ मरेको थियो होइन, मान्छे चाहिँ थ्याङ्क गड परेन। अहिले पनि कुन बेला के हुन्छ भन्ने कुरा चाहिँ थाहा छैन कि। यसरी हिँडिराख्नुपर्छ। बाटो चाहिँ डेन्जर छ हामी हिँड्ने। अब प्लिज भगवान् यहाँ चाहिँ पठाओस् भनेको 2वटा पठाउँछ भने चाहिँ अलिक पठाउमा त स्पिडमा जान्छ नि त। अनि यहाँ चाहिँ हाम्रो गोर्खाको तातो पानी कुण्ड पनि छ। तातो पानी जात्रा पनि लाग्छ। यहाँ चाहिँ माघ 15मा चाहिँ 5 दिनको ठुलो मेला लाग्छ। सबैतिरदेखि आउनुहुन्छ कि चाहिँ परापूर्वकालदेखि नै चल्दै आएको यहाँ कुण्ड पनि छ। त्यो कारणले गर्दामा पठाउ चाहिँ छ जस्तो छ दाइ है। पठाउने हो कि हेरौँ ल। हामी पठाउ हो कि होइन सोधौँ। पठाउ त छ जस्तो छैन दाइ हाम्रो। हेलो दाइ, पठाउँछ। हेलो दाइ, मेरो भ्लगमा तपाईँलाई स्वागत छ। यो चाहिँ हाम्रो तातो पानी कुण्ड हो गोर्खाको। अनि यहाँ चाहिँ कति धेरै मान्छेहरू नुहाउँछन् कि हिउँदोमा चाहिँ यहीँ नै नुहाउन आउँछ। सायद अहिले मान्छे नुहाइराख्नु भएको हो कि। म भित्र चाहिँ गएन, तपाईँहरूलाई पछि देखाउँछु ल। यो चाहिँ हाम्रो आज भोलि बर्खाको टाइममा पठाउ भेट्ने एउटा जक्सन जस्तै हो कि। यहाँ चाहिँ पठाउ पाउँछ। अरू ठाउँ उता चाहिँ पहिरो जाने भएकोले पाउँदैन। मेरो सब्सक्राइब गरिदिनुहोस्। नमस्ते गर्नु पर्दैन। ल अब जान लाग्यो। होइन बिस्तारै दाइ, बिस्तारै। होइन दाइ बिस्तारै। म राइड, तपाईँ राइड बिस्तारै चलाउनु, सेफली जानु पर्यो नि त। फाइनली गाइज हामी चाहिँ खोर्लाबेसी आइपुग्यो। एकजनालाई देखाउनु भनेको नदेखाउनु भनेर प्राइभेसी मेन्टेन गर्थेँ मैले। अब हामी चाहिँ यो बाटो माथि जाने हो। यो बाटो आइ लाग्दैन। हाम्रो दिदीले मासु दिनुभएको थियो हामीलाई, यस्तै मिठो गरेर खानुभयो। कति दामी किचन छ दिदीको। यताको किचन चाहिँ मलाई मन परेको भनेको चाहिँ यताको किचन एकदम राम्रो हुन्छ कि मिलाएको है। एकदम राम्रो किचनहरू चाहिँ धेरै राम्रो हुन्छ हाम्रो गोर्खातिरको।